जिन्दगीमा नशा गर्नु त यस्तो जुन समयको साथ नउत्रियोस्, समयभरि भइराखोस्, जिन्दगीभरि सताइराखोस्। सो त्यस्तै नशा हो पढाइको नशा। नमस्ते साथीहरू, तपाईहरूलाई पनि पढाइमा ध्यान दिन गाह्रो लाग्छ। तपाईँ बारम्बार मोबाइल हेर्नुहुन्छ, घुम्नुहुन्छ, तर पढ्न मन लाग्दैन। यदि त्यस्तो हो भने आज मैले तपाईँलाई बताउनेछु कसरी पढाइको लत लगाउने र आफ्नो पढाइलाई कसरी सफल बनाउने। यहाँ आज मैले तपाईँलाई 5वटा प्र्याक्टिकल स्किल बताउनेछु, जुन फलो गर्नुभयो भने तपाईँ पढाइमा एडिक्ट पर्नुहुनेछ, पढाइको लत लाग्नेछ तपाईँलाई। सो पहिलो टिप्स छ गोल सेटिङ। सानो लक्ष्य राख्नुहोस्, जस्तै आज 1 पेज मात्र पढ्छु, 5वटा फर्मुला मात्र याद गर्छु। सो यसरी सानो सानो लक्ष्य पुरा गरेपछि आफूलाई रिवार्ड दिनुहोस्, जस्तै सानो मिठाई, छोटो ब्रेक, मनपर्ने एक्टिभिटी, मनपर्ने ठाउँमा घुम्नु। सो यसले के गर्छ भन्दाखेरि तपाईँको दिमागलाई सङ्केत गर्छ कि मैले यो सानो टार्गेट पुरा गरेँ भने मलाई चाहिँ एउटा रिवार्ड मिल्छ, एउटा सेटिस्फ्याक्सन मिल्छ। त्यसपछि तपाईँको दिमागले त्यो काम गर्न मजा मान्छ र त्यो कामतिर एट्र्याक्टिभ हुन्छ। पढ्दा मात्र प्यासिभ नबस्नुहोस्, बसेर पढ्ने मात्र नगर्नुहोस् क्या। पढ्दै नोट बनाउँदै, डायग्राम बनाउँदै गर्नुहोस्। सकेसम्म पढेको कुरालाई चित्रमा ढाल्ने प्रयास गर्नुहोस् र त्यो पढेको कुरालाई आफ्नो शब्दमा बुझ्ने प्रयास गर्नुहोस्, किनकि बुकमा फरक शब्दले लेखिएको हुन्छ। त्यसलाई तपाईँले आफ्नो शैलीमा बुझ्ने प्रयास गर्नुभयो भने तपाईँलाई पढ्न मजा पनि लाग्नेछ र जब मजा लाग्नेछ तब तपाईँलाई अटोमेटिकली लत लाग्दै जानेछ। तेस्रो छ इन्भाइरोमेन्ट अप्टिमाइजेसन, वातावरण। तपाईँ पढ्ने ठाउँ एकदम शान्त हुनुपर्छ, डिस्ट्र्याक्सन फ्री हुनुपर्छ, डिस्ट्र्याक्सन हुनु हुँदैन त्यहाँ। तपाईँले पढ्ने ठाउँमा मोबाइल हुनु हुँदैन, कुनै साथीभाइ हुनु हुँदैन, टिभी हुनु हुँदैन, मात्र बुक, टेबल र शान्त वातावरण हुनुपर्छ। यदि यस्तो ठाउँमा बसेर तपाईँ पढ्नुहुन्छ भने तपाईँलाई पढ्न मजा आउँछ र समय बितेको पनि थाहा हुँदैन। चौथो छ कन्सिस्टेन्सी एन्ड ह्याबिट बिल्डिङ। कन्सिस्टेन्सी हुनु पर्यो क्या, निरन्तरता हुनु पर्यो, धैर्यता हुनु पर्यो। हरेक दिन 1 पेज भए पनि पढ्नै पर्यो तपाईँले, बुझ्नुभयो। चाहे 4वटा मात्रै फर्मुला याद गर्नुहोस्। कतै घुम्न जानु छ, कतै इम्पोर्टेन्ट काममा जानु छ भने पनि जानुभन्दा अगाडि अथवा गएर आइसकेपछि दिनमा 1 पेज त एनी हाउ पढ्नुहोस् कि एनी हाउ। सुरुमा मनले मान्दैन, एकातिर भाग्छ, डुल्छ, आत्तिन्छ, अत्तालिन्छ, तर त्यसको पछि मनको पछाडि नलागेर दिनमा 1 पेज 4वटा फर्मुला भए पनि पढेरै छाड्नुहोस्। शनिबार पनि छुट्टी नलिनुहोस्, शनिबार पनि 1 पेज भए पनि पढेरै छाड्नुहोस्। सो यसरी कन्सिस्टेन्सीका साथ पढ्नुहुन्छ भने अवश्य तपाईँलाई लत लाग्नेछ। लत लाग्नदेखि कोहीले रोक्न सक्ने छैन। र आजको लास्ट 5औँ स्किल छ टाइम म्यानेजमेन्ट। अब मैले यहाँ टाइम म्यानेजमेन्ट भन्ने बित्तिकै तपाईँलाई यो भन्न खोजेको होइन कि कति बेला कलेज जाने, के पढ्ने, के गर्ने, यो समयमा यो विषय पढ्नुहोस् भन्न खोजेको होइन। सो मैले तपाईँलाई लत कसरी लगाउने पढाइको भन्ने कुरा सिकाउँदैछु। अब यसको लागि टाइम म्यानेजमेन्टले के भूमिका खेल्छ भन्दाखेरि, जस्तो मैले भन्न खोजेको के हो भन्दा तपाईँ कुन टाइममा फ्री हुनुहुन्छ अथवा कुन टाइममा पढ्न चाहनुहुन्छ त्यो टाइम सेट गर्नुहोस् क्या। जस्तै साँझ प्रायः सबै मान्छे फ्री हुन्छ। अब तपाईँ साँझको टाइममा 10 बजे सुत्नुहुन्छ भने 8 बजेदेखि 10 बजे 2 घन्टा म मोबाइल छुन्न, म साथीभाइसँग बोल्दिनँ, म फ्यामिलीसँग बस्दिनँ, म मेरो पर्सनल रुममा जान्छु। 8 बजेदेखि 10 बजेसम्म मलाई जे पढ्न मन लाग्छ, मलाई याद गर्न मन छैन, याद हुँदैन होला, तर जे पढ्न मन लाग्छ त्यो कुरा म पढेरै छाड्छु। कति बजे? 8 बजेदेखि 10 बजेसम्म म त्यो कुरा पढिराख्छु। अथवा बिहान पढ्नु छ, ल ठिक छ, बिहान म 6 बजे उठ्छु, 6 बजेदेखि 8 बजेसम्म पनि प्रायः मान्छे फ्री नै हुन्छ। सो 6 बजेदेखि 8 बजेसम्म म एनीहाउ पढेरै छाड्छु। सो यसरी एउटा टाइम फिक्स गरेर त्यो टाइममा जहिले पढ्नुहुन्छ भने तपाईँ कतै घुम्न जानु छ त्यो दिन पनि त्यो टाइममा पढ्नुहुन्छ, कुनै इम्पोर्टेन्ट काममा जानु छ त्यो दिन पनि तपाईँले तोकेको टाइममा पढेरै जानुहुन्छ अथवा आएर पढ्नुहुन्छ। अथवा शनिबार छ, शनिबार पनि तपाईँले तोकेको टाइममा पढ्नुहुन्छ अथवा नुहाइधुवाइ गरेर पढ्नुहुन्छ। जे गरेर पनि 1 दिन छुटाउनु भएन तपाईँले, 1 दिन छुटाउनु भएन। तपाईँले तोकेको टाइम टेबलमा पढिराख्नु पर्यो सधैँ। सो यसरी सधैँ पढिराख्नुहुन्छ, 1 दिन छुटाउनु हुँदैन र धेरै नपढे पनि 1 पेज भए पनि डेली पढ्नुहुन्छ भने, सो यसरी तपाईँले कन्टिन्यू 1-1.5 महिना गर्नुभयो भने त्यसपछि तपाईँलाई लत लाग्न थाल्छ। बुझ्नुभयो नि? हाम्रो दिमाग नै यस्तो हो कि जुन कुरा हामी दोहोऱ्याइराख्छौँ नि डेली, त्यो कुराको हामीलाई लत लाग्छ। हामी सोच्छौँ लत भन्ने बित्तिकै खराब चिज मात्रै हो, जस्तै स्मोक, ड्रिङ्क, त्यो मात्रै लत होइन नि त। हामी पानी पिउँछौँ, त्यो पनि के हो? लत हो। खाना खान्छौँ, त्यो पनि के हो? लत हो। बुझ्नुभयो नि? सो यसरी तपाईँ डेली पढ्नुहुन्छ भने अब तपाईँको दिमागले के सोच्छ भन्दाखेरि मलाई यो कुरा डेली चाहिन्छ है त, मैले डेली पढिरहेको छ भनेपछि दिमागले के सोच्न थाल्दो रहेछ, मलाई यो कुरा डेली चाहिन्छ, मैले यो कुरा डेली कन्ज्युम गर्नुपर्छ भनेर दिमागले त्यसलाई एउटा नसा बनाइन्छ, एउटा खानाको रूपमा जस्तै लिन्छ कि खाना डेली चाहिन्छ नि, हामीलाई भोक लाग्छ नि। सो त्यसरी तपाईँ डेली पढ्नुहुन्छ 1-1.5 महिना 2 महिनासम्म भने तपाईँलाई
त्यसको नसा लाग्छ। तपाईको दिमागले अब मलाई यो डेली चाहिन्छ भनेर एक्सेप्ट गरिसक्छ। सो त्यसकारण त्यसपछि तपाईले नपढेर बस्नै सक्नुहुन्न के, यो म ग्यारेन्टी दिन्छु तपाईलाई। यदि तपाई 1.5 महिना 2 महिनासम्म एक दिन खाली नगरेर बिरामी भए पनि पढ्नुस् के, बिरामी हुनुहुन्छ तर तपाईले तोकेको टाइम पढ्नुस्, एक पेज भए पनि पढ्नुस्। सो यसरी पढ्नुहुन्छ भने तपाईको दिमागले यो कुरा चाहिन्छ भनेर एउटा ठाउँ बनाउँछ, एउटा एक्सेप्ट गर्छ, त्यसलाई लतको रूपमा लिन्छ। तपाईलाई लत लाग्छ, त्यसपछि नपढेर तपाई बस्नै सक्नुहुन्न, खानै सक्नुहुन्न, निन्द्रै लाग्दैन तपाईलाई। सो यसरी तपाई पढाइको लत लगाउन सक्नुहुन्छ। र आजको भिडियोमा बताएको मैले यी 5 वटा कुराहरू फलो गर्नु होला। यो कुरा फलो गर्दा पनि तपाईलाई लत लागेन 1.5 महिनापछि, 1.5 महिनासम्म यो कुरा फलो गर्दा पनि लत लागेन भने 1.5 महिनापछि आएर कमेन्ट गर्न सक्नुहुन्छ। म तपाईलाई पर्सनल केही एडभाइसहरू, पर्सनल केही टिप्सहरू पनि दिनेछु। सो अहिलेको लागि यति नै। भिडियो मन पर्यो भने लाइक, कमेन्ट, शेयर अनि यस्तै भिडियोको लागि हाम्रो च्यानललाई सब्स्क्राइब गरेर हामीसँग जोडिनु होला। हस्त, धन्यवाद।